Hello guys, how you all doing? अनि के छ नयाँ नौलो खबरहरू? होप यु अल आर फाइन। अनि आज चाहिँ हामी सम्बन्धहरू निभाउँदै जाँदाखेरि के हुन्छ कन्फ्लिक्टहरू त्यो कुराहरू गरौँ। सम्बन्धहरू भन्दा पनि एभ्री इन्डिभिजुअल हामीले गरिरहेको आफैले गरिरहेको गल्तीहरूको बारेमा कुरा गरौँ। हामी नेपाली समाजमा चाहिँ हामी यस्तो फ्यामिलीमा बिलोङ गर्छौँ जहाँ हाम्रो परिवारको सदस्यहरूले जति गल्ती गरे पनि हामी उनीहरूलाई एक्सक्युज दिन्छौँ, किनभने हामी चाहिँ हाम्रो ब्लड हो, हाम्रो दाजु हो, हाम्रो भाइ हो, हाम्रो दिदी बहिनी हो भनेर हामी आफ्नो फ्यामिली मेम्बरहरूले जतिसुकै गल्ती गरे पनि उनीहरूलाई एक्सक्युज दिन्छौँ। अनि त्यो उनीहरूले गरेको गल्तीलाई अझै प्रोत्साहन दिइरहेको हुन्छौँ कि हामी चाहिँ त्यस्तो फ्यामिलीमा बिलोङ गर्दो रहेछौँ भनेर मैले एउटा कन्क्लुजन निकालेँ। इभन माइ पनि के छ भने म अरूले भन्दा आफ्नो फ्यामिली मेम्बरमा कसैले गल्ती गर्यो भने पनि ठिकै छ भनेर भन्ने टाइपको अझै उनीहरूलाई त्यसो गर्नु भनेको चाहिँ अझै उनीहरूलाई प्रोत्साहन गरेर त्यो काम गर है भन्न खोजेको जस्तो हुँदो रहेछ कि। त्यही भएर इभन उनीहरू हाम्रो ब्लड नै भए पनि उनीहरूसँग हाम्रो जन्मजातै सम्बन्ध भए पनि उनीहरूले यदि गल्ती गरिरहेको छन् भने हामीले चाहिँ त्यो गल्तीलाई यो यस्तो हो है भनेर उनीहरूलाई सुधार्न सक्यौँ, त्यो यस्तो हो भन्न सक्यौँ भने चाहिँ राम्रो हुन्छ। नत्र भने उनीहरूले गरेकै कुराहरूमा आफू पनि एडजस्ट भइरह्यौँ भने उनीहरूले जे गल्ती गरिरहेछन् त्यही गल्तीहरूमा हामी पनि एडजस्ट भइरह्यौँ भने उनीहरू झन् प्रोत्साहन हुँदै जाँदो रहेछ कि। अनि झन् धेरै त्यस्तै खाले गल्तीहरू जिन्दगीमा गर्दै जाँदो रहेछ, जसले गर्दाखेरि उनीहरूले आफ्नो एउटा लाइफ नै लस गरिदिँदो रहेछ कि। त्यही भएर यो चाहिँ मेरो दाइ हो, यो चाहिँ मेरो भाइ हो, यो चाहिँ मेरो दिदी हो, यो चाहिँ मेरो बहिनी हो भनेर उनीहरूले गरेको गल्तीहरूमा चुपचाप लागेर बस्नु भनेको चाहिँ उनीहरूको लाइफलाई एक कदम अझै स्पोइल गरिदिनु रहेछ। त्यही भएर यदि तपाईँको आफ्नो कोही व्यक्तिहरू त्यस्तो छ भने उनीहरूलाई सुधार्नतिर लाग्नुहोस्। उनीहरूले गरिरहेको गल्ती छ भने यो यस्तो हो भनेर बरु गाली गर्ने कराउने गर्दा हुन्छ। त्यो गरेर उनीहरूको लाइफ त एटलिस्ट त्यो स्पोइल हुनबाट त जोग्यो नि त, त्यो गर्न सकिन्छ। तर हाम्रो नेपाली समाजमा चाहिँ छोराछोरीले के गरिरहेछ मतलब भएन, इभन बाबुआमालाई पनि मतलब हुँदैन। कमाएर लिएर दियोस् त्यति भए पुग्छ। उनीहरूले कमाएर लिएर दियोस्, कसरी कमाओस्, के गरोस् त्यो कुराहरूको मतलब भएन। जस्ट कमाएर लिएर दियोस्, बसोस्। हामी त्यो कुनै कुराहरूको एनालाइसिस गर्दैनौँ कि उनीहरूले रेस्पोन्सिबिलिटी पुरा गरेको जस्तो देखाइदिन्छन् छोराछोरीहरूले पनि। अनि बुवा आमाहरूले पनि कुन वेमा लागिरहेछ केमा लागिरहेछ मतलब छैन। झन् अहिले त यति धेरै बिजी छौँ हामी सबैजना, कसैले कसैको बारेमा सोचिराख्न पनि समय हुँदैन। तर अब आउँदै गरेको नयाँ वर्ष